साथीहरू, आज म तपाईहरूलाई निजामती सेवा ऐन 2049 र निजामती सेवा नियमावली 2050 अन्तर्गत कर्मचारीको नियुक्ति, सरुवा, बढुवा र विधा, विभागीय सजाय र अवकाशको बारेमा चाहिँ केही कुरा भन्न गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला अनि भिडियो मन परे लाइक, कमेन्ट अनि सेयर गर्न चाहिँ नभुल्नुहोला। राजपत्राङ्कित पदको कर्मचारीको नियुक्ति चाहिँ नेपाल सरकारले गर्दछ र राजपत्र अनङ्कित पदको कर्मचारीको नियुक्ति विभागीय प्रमुखले गर्दछ है त साथीहरू। अनि कर्मचारीको सरुवा सम्बन्धी व्यवस्था चाहिँ के छ भन्दाखेरि एक मन्त्रालयबाट अर्को मन्त्रालयमा वा एउटा विभागबाट अर्को विभागमा सरुवा गर्ने अधिकार चाहिँ सामान्य प्रशासन मन्त्रालयमा र निहित रहेको छ। अनि लेखा समूहको कर्मचारीको सरुवा गर्ने अधिकार चाहिँ फेरि महालेखा नियन्त्रक कार्यालयमा निहित छ। अनि त्यसपछि न्याय सेवाको कर्मचारीको सरुवा गर्ने अधिकार चाहिँ फेरि न्याय सेवा आयोगले गर्दछ भन्ने कुरा बुझ्नु पर्यो। अनि त्यसपछि विशिष्ट श्रेणीको कर्मचारीको सरुवाको लागि 3 सदस्यीय समिति हुनेछ, जसमा चाहिँ सामान्य प्रशासन मन्त्री चाहिँ अध्यक्ष हुन्छ अनि मुख्य सचिव चाहिँ सदस्य हुन्छ। सामान्य प्रशासन मन्त्रालयको सचिव सदस्य हुन्छ। अनि सामान्य प्रशासन मन्त्रालयको सचिवको सरुवा फेरि सिफारिस गर्नु परेमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सदस्यको रूपमा भाग लिने व्यवस्था छ। अनि राजपत्र अनङ्कित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चल अन्तर्गत सिफारिस गरिएको हो सो भित्रका कार्यालय बाहेक 5 वर्षसम्म सरुवा गरिने छैन। अनि काजमा खटाउँदा 1 वर्षमा बढीमा चाहिँ 3 महिनाभन्दा बढी अवधिको लागि काजमा खटाउन पाइने छैन। 1 वर्षमा बढीमा 3 महिनाभन्दा बढी चाहिँ काजमा खटाउन पाइने छैन साथीहरू। अनि काजमा खटाउँदा अब 1 वर्षमा बढीमा 3 महिनाभन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन र अब 1 वर्ष भन्नाले 233 दिन हाजिर भएको हुनुपर्ने कुरा चाहिँ 1 वर्ष भन्नाले 233 दिन हाजिर भएको हुनुपर्ने। अनि सरुवाको कार्यतालिका र नियम सामान्य प्रशासन मन्त्रालयले चाहिँ प्रत्येक भदौ 1 देखि भदौ मसान्तसम्म चाहिँ सरुवाको कार्यतालिका हुन्छ। अनि मन्त्रालय र मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले चाहिँ फेरि असोज 9 गतेदेखि असोज 15 सम्म अनि क्षेत्रीय स्तरको कर्मचारीको हकमा फेरि असोज 16 गतेदेखि असोज मसान्तसम्म हुन्छ सरुवाको कार्यतालिका। अनि बढुवा सम्बन्धी व्यवस्था दफा 19 मा छ। अब बढुवा सम्बन्धी व्यवस्था चाहिँ मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला हैन सचिवहरूमध्ये ज्येष्ठता र कार्यकुशलताको आधारमा छनौट गरी कार्यविधि रहेको हुन्छ, छनौट गर्ने कार्यविधि रहेको हुन्छ। फेरि सचिवको पदमा बढुवा हुँदा फेरि सबैभन्दा बढी सेवा अवधि भएको सम्भाव्य उम्मेदवारलाई बढुवा समितिले सिफारिस गरी कार्य सम्पादन मूल्याङ्कनमा औसतमा 95% वा सोभन्दा बढी अङ्क प्राप्त गरेका उम्मेदवार मध्येबाट चाहिँ बढुवा गरिन्छ सचिवको हकमा। अनि बढुवा समिति न्याय सेवाको राजपत्राङ्कित पदमा र राजपत्र अनङ्कित पदमा राजपत्राङ्कित पदमा बढुवा हुने बाहेक निजामती सेवा राजपत्राङ्कित पदमा बढुवा हुनुको लागि बढुवा समिति चाहिँ तोकिए बमोजिम हुनेछ। दफा 20 मा व्यवस्था गरे। बढुवा समितिको सदस्यहरू 5 जना, जसमा चाहिँ लोकसेवा आयोगका अध्यक्ष र वा निजले तोकिएको लोकसेवा आयोगको सदस्य अध्यक्ष हुन्छ। अनि त्यसपछि लोकसेवा आयोगको अध्यक्षले तोकिएको लोकसेवा आयोगको सदस्य चाहिँ सदस्य हुन्छन्। अनि त्यसपछि मुख्य सचिव चाहिँ सदस्य पनि हुन्छन् 5 जनाको सदस्यमा।
5 जनाको समितिको सदस्यमा लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकिएको लोकसेवा आयोगको सदस्य अध्यक्ष अनि लोकसेवा आयोगको अध्यक्षले तोकिएको लोकसेवा आयोगको सदस्य मुख्य सचिव सदस्य अनि त्यसपछि लोकसेवा आयोगद्वारा मनोनित सम्बन्धित विषयमा विशेषज्ञ सदस्य अनि सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य सचिव हुने व्यवस्था छ। दफा 20 को 1 मा राजपत्र अनङ्कित पदबाट राजपत्राङ्कित पदमा बढुवा हुनको लागि निम्न सदस्यहरू रहेको बढुवा समिति गठन गरिने छ जसमा 5 जना हुन्छ हैन। राजपत्र अनङ्कित पदबाट फेरि राजपत्राङ्कित पदमा बढुवा हुनको लागि लोकसेवा आयोगका अध्यक्षले तोकिएको सदस्य अध्यक्ष हुन्छ अनि लोकसेवा आयोगका सचिव सदस्य हुन्छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य हुन्छन्। लोकसेवा आयोगको अध्यक्षबाट मनोनित सम्बन्धित विषयको विशेषज्ञ सदस्य हुन्छन्। सेवा समूह र उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निजले तोकिएको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत स्तरको र अवकाश हुन 1 महिना बाँकी भएको निजलाई 1 श्रेणी माथिको पदमा बढुवा गरिन्छ अरे। अनि बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि यदि राजपत्र अनङ्कित पदको लागि हो भनेपछि 3 वर्ष हुनु पर्यो हैन बढुवाको लागि। अनि राजपत्राङ्कित पदको लागि